हेलो साथीहरू, नमस्ते अनि गुड मर्निङ। अहिले चाहिँ बिहानको 5 बजिसकेको छ। अब म चाहिँ आफ्नो ड्युटी जाने तयारीमा छु। आज चाहिँ म तपाईँलाई आफ्नो होटलको टुर गराउनेछु, त्यसैले भिडियो हेर्दै गर्नुहोला। अहिले चाहिँ म ड्युटीमा लाग्छु, बाँकी चाहिँ तपाईँलाई होटलमा पुगिसकेपछि देखाउनेछु। आज चाहिँ मौसम 2-3 दिनबाट अलिक रमाइलो नै छ, किनकि पानी परिरहेछ। 2-3 दिनबाट अलिक मौसमले पनि मजा दिइरहेछ भनौँ न। यो चाहिँ हाम्रो बस, यही बसमा चाहिँ हामी आफ्नो होटलमा जानेछौँ। होटलमा गएर आजको दिनमा चाहिँ मैले के गर्नेछु त्यो सबै यो भिडियोमा देखाउनेछु। अस्सलाम वालेकुम। कहाँ जा रहे हो भाई साहब? ड्यूटी। तुम किधर जा रहे हो? ड्यूटी। ल गाइस, म चाहिँ आफ्नो सिटमा बसिसकेको छु। अबको 20 मिनटपछि होटलमा भेट्नेछौँ। तबसम्म म्युजिकको आनन्द लिनुहोस्। मेरो यात्रा चाहिँ जारी नै छ। अबको 15देखि 20 मिनटमा चाहिँ म होटलमा पुगिहाल्नेछु। अनि हाम्रो काले साथी पनि लजाइरहेको छ। ऊ लजाए पनि मैले भिडियो बनाउन चाहिँ छोडेको छैन। मेरो भिडियो बनाउने क्रम चाहिँ जारी नै छ। बाँकी कुरा चाहिँ म होटलमा गएर देखाउनेछु। आजको मेरो दिनचर्या चाहिँ कस्तो रहनेछ। तबसम्म चाहिँ तपाईहरू म्युजिकको आनन्द लगेर बस्नुहोस्। ल साथीहरू, फाइनली 20 मिनटको बसको यात्रापछि चाहिँ म आफ्नो होटलमा पुगिसकेको छु। अब तपाईहरुलाई मेरो होटलको भ्यू देखाउने छु। मेरो होटलमा आजको दिन कसरी बित्नेछ, मेरो आजको दिनचर्या कस्तो रहनेछ, त्यो सबै तपाई यो भिडियोमा हेर्नु नै हुनेछ। भिडियोलाई चाहिँ हेर्दै गर्नु होला। हामीले होटलमा छिर्नुभन्दा पहिला चाहिँ कुन चीजलाई फलो गर्नुपर्ने हुन्छ त्यो चाहिँ स्टेप बाइ स्टेप तपाईहरु देख्नु हुनेछ। यो चाहिँ हाम्रो फर्स्ट इन्ट्रेस हो। फर्स्टमा चाहिँ हामीले यहाँ चाहिँ फिङ्गर लगाउनु पर्ने हुन्छ, इनसाइड फिङ्गर। मैले जुन लगाइसकेको छु। अनि यो चाहिँ हाम्रो पार्किङ एरिया हो। जति पनि गाडी डेलिभरीको लागि आउँछन्, सामान लोडिङको लागि आउँछन्, सबै चाहिँ यहाँ पार्किङ हुने गर्छन्। अब सेकेन्ड स्टेप चाहिँ यहाँ ह्यान्ड वास गर्नुपर्ने हुन्छ। किचनमा इन्ट्री हुनुभन्दा पहिला चाहिँ ह्यान्ड वास गर्नुपर्ने हुन्छ। मैले ह्यान्ड वास गरिसकेको छु। अनि थर्ड स्टेपमा चाहिँ हामीले यहाँबाट क्याप झिकेर क्याप लगाउनु पर्ने हुन्छ। किचनमा घुस्नुभन्दा पहिला क्याप अनि मास्क चाहिँ लगाउनै पर्ने हुन्छ। मैले चाहिँ क्याप लगाइसकेको छु। अब चाहिँ म मास्क निकाल्ने छु। अनि यो क्याप र मास्क लगाइसकेपछि चाहिँ तपाईहरुलाई मेरो होटलको भ्यू देखाउने छु। गाइस, मैले क्याप अनि मास्क लगाइसकेको छु। अब चाहिँ तपाईहरु म्युजिकको साथमा मेरो होटलको भ्यू हेर्न सक्नुहुनेछ।
आउँदै गरेको चाहिँ हाम्रो मेन सेफ हो होइन, यो होटलको मेन सेफ हो। अस्सलाम वालेकुम। अनि ऊ चाहिँ मेरो साथी, हामीले चाहिँ सँगै यो सेक्सनमा काम गर्थ्यौँ। यो चाहिँ मेरो काम गर्ने सेक्सन हो। ल फाइनली आफ्नो होटलमा आइसकेपछि मेरो पहिलो कामको सुरुवात चाहिँ यहाँबाट हुन्छ। मैले चाहिँ फर्स्टमा चाहिँ अरबिक स्विट कुनाफा किस्ना भन्नेको चाहिँ किस्ना बनाउनु पर्ने हुन्छ। मैले चाहिँ मसिन स्टार्ट गरिसकेको छु, तपाईँहरू हेर्न सक्नुहुन्छ। यसलाई नै किस्ना भनिन्छ। अब यो बनाइसकेपछि अगाडिको स्टेप चाहिँ म तपाईँहरूलाई देखाउने नै छु। हेर्दै गर्नु होला। फर्स्टमा चाहिँ मैले बनाएर खत्तम गर्नेछु। यो खत्तम गरिसकेपछि चाहिँ बाँकी चाहिँ मैले के गर्नुपर्ने हुन्छ भन्ने कुरा चाहिँ अगाडिको स्टेपमा देखाउने छु। फाइनली चाहिँ काम सकिएको छ। अब चाहिँ हामी बाहिर जानुपर्छ। फेरि फिङ्गर लगाउनु पर्छ। हेर्न सक्नुहुन्छ, यो चाहिँ आउटको फिङ्गर हो। बिहान आउँदाखेरि पनि पानी परिरहेको थियो, अहिले पनि पानी परिरहेको छ। पानी चाहिँ खत्तम भएको छैन। होटलबाट निस्किसकेका छौँ। अब रुममा जाने हो। हेर्न सक्नुहुन्छ हाम्रो बस आइसकेको छ। मौसम पनि बडा सुहाना छ आजको। ल साथीहरू, आजको दिनभरिको काम, दिनभरिको थकानपछि चाहिँ अब समय आफ्नो रुममा फर्कने। आफ्नो रुममा फर्केर दिनभरिको थकान मेटाउने समय आइसकेको छ। अब रुममा गएर चाहिँ आराम गर्नुपर्छ। म चाहिँ आफ्नो रुममा पुगिसकेको छु। हेर्न सक्नुहुन्छ, यो चाहिँ मेरो कोठा हो। अनि साथीहरू चाहिँ सुतिरहेको छन्। म चाहिँ काम गरेर फर्किसकेको छु। ल गाइस, फाइनली आफ्नो कोठामा पुगिसकेको छु। आजको भिडियो चाहिँ यहीँसम्म हुनेछ। च्यानललाई सब्सक्राइब गरेर बेल आइकन दबाएर चाहिँ अलमा सिलेक्ट गरिदिनु होला, ताकि मैले यस्तै भिडियोहरू अरू अपलोड गरेपछि सबैभन्दा पहिला तपाईँले मेरो नोटिफिकेसन मिलोस्। आजको भिडियो चाहिँ यहीँ समाप्त हुन्छ। हामी भेट्नेछौँ फेरि अर्को भिडियोमा। बाई बाई, टेक केयर।